अस्तिको दाइ मलाई भेट्नु पो आउनु भएछ क्या। हेलो, हेलो, अन्त तपाईँ कता हिँड्नुभयो? म घरैबाट आएको। ए किन मलाई भेट्नु? हजुर। अस्ति मैले भनेको बिमारहरू जाती भयो अलिक? अलिक ठिक भयो नि। एक्सर्साइज गर्नुभयो? गर्दैछु त। अन्त के अरे घरमा कामहरू गर्नुभयो? गर्छु, सबै गर्छु। हारसार उखाल पाखाल पार्छु, भित्र बाहिर सबै गर्नुभयो। गर्छु। दिमागलाई बिजी राख्नुपर्छ। बिजी अनि त्यो के भन्छ एक्लै बस्नु हुँदैन ल? एक्लै बस्दिनँ। दबाई बेसी खानु हुँदैन, अस्ति मैले सिकाएको छु हो। अनि के गर्नु भने नि अर्को चाहिँ यसको सिम्टम चाहिँ के हो तपाईँलाई नि म सोध्छु हो कि होइन भन्नुहोस् ल। मलाई थाहा भएको कुरा भन्छु। यसमा मुटु हल्लेको जस्तो हुन्छ, अनि सास बन्द भएको जस्तो हुन्छ, अनि यो दुनियाँ अँधेरो देख्छ, यस्तो उज्यालो देख्दैन, अनि रुनु मन लाग्छ, म एक्लै छु कोही छैन जस्तो हुन्छ होइन, सुनसान फिलिङ हुन्छ, म एक्लै छु कोही छैन भन्ने हुन्छ। अन्त तँ खत्तम हो, तैँले केही गर्नु सक्दैन, तँ हाउडे हो भन्ने दिमागमा आउँछ होइन। फेलियर यो त्यो फेलियर हो भन्छ दिमागमा, त्यस्तो आउँछ, नेगेटिभ थट्सहरू आउँछ, रुनु मन लाग्छ, खाना खानु मन लाग्दैन, राति निन्द्रा लाग्दैन होइन। यो सबै के हो? एन्जाइटी डिप्रेसनको सिम्टम। अनि के गर्नुपर्छ भने नि एन्जाइटी फर्स्टमा तपाईँलाई हुँदाखेरि तपाईँले बिगार्नु हुन्थेन। एन्जाइटीमै एक्सर्साइज गरेर मान्छेलाई भेटेर आफ्नो कुरा सेयर गर्नुपर्छ। यो कुरा लुकाउनु हुँदैन। सेयर गऱ्यो भने अर्काबाट हेल्प पाउँछ। तपाईँले यस्तो गर्नु भनेर सिकाउँछ नि त। अन्त अर्काकोबाट हेल्प पाउँथ्यो तपाईँले एन्जाइटी जाती पार्थ्यो। एक्सर्साइज गरेर बिजी भएर दिमागलाई बिजी लाएर घरमा काम गरेर फुलबारी रोप्नु बरु के बिजी दिमागलाई गरेर एक्सर्साइज गरेर जिउबाट पसिना झारेर खुसी खोजेर हाँसेर ह्याप्पिनेस सकेको हुन्छ। हाँसेको भए तपाईँलाई एन्जाइटी सक्थ्यो। एन्जाइटीमै जाती पार्नुपर्छ खासमा। डिप्रेसन हुँदा चाहिँ अलिक साह्रो पर्छ। डिप्रेसन एन्जाइटी बिग्रियो भने डिप्रेसन हुन्छ होइन। अन्त कुरा कहिले लुकाउनु हुँदैन। मान्छेले गुसुक 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 गरेर कुरा लुकाउँछ। बुढीले बुढालाई भन्दैन, बुढाले बुढीलाई भन्दैन, नानीले बुढा बाउ आमालाई भन्दैन, यो कुरा लुकाउँछ, साथीहरूलाई भन्दैन। यो कुरा लुकाउने होइन, यो लुकायो भने झन् साह्रो परेर डिप्रेसनमा परिवर्तन हुन्छ। अन्त अर्कालाई भन्यो भने पो सेयर हुन्छ त, हेल्प गर्छ, यसलाई यस्तो भएछ। अनि मान्छेले किन नभनेको भन्दा यो त पक्ला पो भएछ हौ, यो त पक्ला पो भएको छ, यसको दिमागको बिमार छ भन्छ। मान्छेले बुझ्दैन। यो मेन्टल हेल्थ हो, यो सबैलाई हुन्छ। यो बुढो मान्छेलाई पनि हुन्छ, सानो नानीलाई हुन्छ, एनिमलहरूलाई पनि हुन्छ, जम्मैलाई हुन्छ। आजकलको जमानामा जम्मैलाई हुन्छ होइन। त्यसलाई त उनीहरूलाई त हेल्प पो गर्नुपर्छ त। साथीहरूले सहायता गर्नुपर्छ, फ्यामिलीकोबाट सपोर्ट पाउनुपर्छ, हँसाउनुपर्छ, उसलाई गफ गर्नु, उसलाई साथ दिनुपर्छ होइन। त्यस्तो चाहिँ हुनु पऱ्यो नि। तिमीले एक्लै कहिले नबस्नु, हाँस्नु, कसै गाउँघरमा हाँस्ने, कसैले हँसाउने कुरा गर्ने, कमेडियनहरू भएको घरतिर जानु, मनबाट हाँस्यो, मजाले जोड जोडले हाँस्यो भने आफ्नो यो बिमार निस्किन्छ होइन। अन्त खुसी बस्नु जहिले तहिले ल। ल बाई बाई। एक्लै नबस्नु ल। ल।